पवित्र परमप्रभु परमेश्वर पिताको नाममा जय मसीह टक्राउन चाहन्छु। हजुरको माझ जीवित वचन राख्नेछु। परमेश्वरको वचनमा लेखिएको छ होशे 4:6 मेरो प्रजा ज्ञानको कमीले नष्ट भएका छन्। तिमीहरूले ज्ञानलाई इन्कार गरेका हुनाले म पनि तिमीहरूलाई मेरा पुजारी हुनदेखि इन्कार गर्नेछु। तिमीहरूले आफ्ना परमेश्वरको व्यवस्थालाई इन्कार गरेका हुनाले व्यवस्थालाई बेवास्ता गरेका हुनाले म पनि तिमीहरूका छोराछोरीको व्यवस्था गर्नेछु। होशे 4:6 यो वचन लेखिएको छ। परमेश्वरलाई धेरै धन्यवाद भएको होस्। उहाँको वचनले भन्नुभएको छ, मेरो प्रजा ज्ञानको कमीले नष्ट भएका छन्। तिमीहरूले ज्ञानलाई इन्कार गरेका हुनाले मेरा पुजारी हुनदेखि इन्कार गर्नेछु भन्नुभएको छ। उहाँले भन्नुभएको छ, आफ्ना परमेश्वरको व्यवस्थालाई बेवास्ता गरेका हुनाले म पनि तिमीहरूका छोराछोरीको व्यवस्था गर्नेछु भन्नुभएको छ। होशे 4:6 हजुरले वचन सुनिसक्नु भएको छ। यो वचन आशिषमय छ। यो वचन सुनेर हजुरहरूले जीवनमा व्यवहारमा लागू गर्नुहुनेछ। परमेश्वरले यहाँहरूलाई धेरैभन्दा धेरै आशिष दिनुभएको होस्। परमप्रभुको नाममा जय मसीह टक्राउन चाहन्छु। परमप्रभुको नाममा